हुन्छ यहाँ हाम्रो सलिम भाइ हुनुहुन्छ यहाँ सलिम भाइले चाहिँ यहाँ यसो सुँगुर पालन गर्नुहुँदो रहेछ अन्त यहाँ सुँगुर पालन चाहिँ अब राम्रो राम्रो ठुल्ठुलो रहेछ सुँगुर तर कसरी चाहिँ अब यो यसलाई हुर्काउने बढाउने है गर्ने चाहिँ उहाँले बताइदिनुहुन्छ यसलाई अब हुर्काउनु भन्दाखेरि चाहिँ पहिला तपाईँको मेहनत अलिक ज्यादा पर्छ त यसलाई फेरि तपाईँ घाँसले खालि पनि हुँदैन हो यसलाई अन्न दिनुपर्छ चामल अनि यसकै चारो पाउँछ हो फिट भन्ने पिक फिट हजुर त्यो मिक्स गर्नुपर्छ अनि अलिअलि तपाईँको जाँडको छोक्राहरू कट ए हजुर हो अन्त त्यो चाहिँ दिएर चाहिँ अब यिनीहरूलाई अन्त फेरि त्यो खालि भएन अन्त यसो सुप पनि मासुको सुपहरू हजुर त्यो हामी यसलाई चाहिँ त्यसरी दिएर चाहिँ हुर्काउने गर्छौँ सुप चाहिँ डेली दिनुहुन्छ कि मतलब त्यसको पनि समय छ त्यसको मतलब डेली भन्दा नि बेला बेला हजुर हजुर बेला बेला हजुर यहाँ छ यता बच्चा छ बच्चा चाहिँ कसरी भाइ यहाँ बच्चा फेरि तपाईँको 5,000 यहाँ बच्चा ल्याउनु यहाँ गाखीहरूमा आइरहनु भएको रहेछ यहाँ 5,000 यो अब भर्ती भएको छ यो हो यसको चाहिँ 6,000 6,000 है बच्चा यो ल्यान्ड्रस हो नि त दिदी यसको नाम ल्यान्ड्रस यो जात ल्यान्ड्रस हो यो लेन्ड्रस ल्यान्ड्रस यसको चाहिँ 6,000 बच्चाको यसको चाहिँ 6,000 पर्छ हुन्छ धन्यवाद तपाईँको यहाँनिर यो बदमास छ